हेलो गाइस, सेकेन्ड पार्टमा म आइसकेको छु। यो चाहिँ पुरै इन्डस्ट्रियल एरिया रहेछ। विद्युतहरू तारहरू बहुत व्यवस्थित प्रकारले आएको। यो साँच्चै नै प्रकृतिलाई माया गर्ने देश भनेर चिन्न सकिन्छ। यता खेतीपातीको लागि पानी प्रशस्त रूपमा सिँचाइको व्यवस्था गरिएको छ। बाटोहरू उस्तै व्यवस्थित छ र अघिल्लो भिडियोमा भने जस्तै नेपालको मानिसहरू पनि यहाँ अत्याधिक छन्, तर देख्ने मात्रै हुन्छ। नेपालमा गएर अनुशासनको नियमलाई पाल्नलाई अझै केही समय लाग्ला। वा त्यस्तो त्यो मानिसको यहाँको एकदम हराउने सिकाउने ढाँचामा चाहिँ अग्रसर हुने, अरूलाई बुझाउने गर्दछन् भने हाम्रो देशमा चाहिँ एकले अर्कोलाई खुट्टातानी गर्ने कारणले गर्दा नि त्यस्तो भएको हुनसक्ला। यस्तो दामी व्यवस्थित बनाएको छ यिनीहरूले चाहिँ। यहाँको भ्यूहरू देख्थे हामी चाहिँ। यो देशमा घुम्न मात्रै होइन, एक सुन्दर भविष्यको कल्पना बोकेर यही देशमै रहेर आफ्नो परिवारसँगै रहने चाहना पनि बोक्न सक्छौँ। सायद यो सपनाहरू सधैँ सबैले बोकेर आउँछ, पुरा गर्न चाहिँ बहुत कठिन हुनसक्छ। मेहनत चाहिँ बहुतै गर्नुपर्ने हुन्छ। लगानी, आफ्नो मेहनत, आफ्नो परिश्रमले पक्कै पनि त्यो अठोटलाई पुरा गर्न सकिन्छ होला। हेर्नु न कस्तो छ, दामी छ कि भ्यू है यसमा। बिचबिचमा घरहरू छ, तर त्यति विनाश नगरिकन पनि सानो गाडीहरू कुदिराख्ने, अत्यावश्यक सामग्रीहरूलाई चाहिँ पुर्याउने खालका बाटाहरू पिचपिचबाट खोलिएका छन्। सिँचाइ गरिएको छ, चराहरू आफ्नै ठाउँमा बगिरहेको छ, चराहरू पनि देख्न सक्नुहुन्छ। जोस् यसको देख्दाखेरि चाहिँ हामी यो देशलाई वाउ भन्ने कुरै हुँदैन क्या। त्यसम्म चाहिँ मैले माने। यसको कस्तो लाग्छ हजुरहरूले चाहिँ कमेन्ट गर्नु होला। यसमा चाहिँ कस्तो लाग्यो, हाम्रो देशमा किन यस्तो भइरहेको छ, हामीले चाहिँ के गरिरहेछौँ। अब देश छोडेर देशको बारेमा गफ गऱ्यो भन्ने हुन्छ होला, तर जे छ त्यही देखाउनु खोजिरहेको है। माया गर्नुहोस्। बाई बाई, अर्को पार्टमा फेरि भेटौँला।